हेलो एभ्रिवान, आज चाहिँ म भुटान बर्डर छिर्दैछु होइन फुन्सिलिङको। अनि तपाईँहरूलाई फुन्सिलिङको गेट देखाउँछु है आज। यो चाहिँ जयगाउँ होइन, यो चाहिँ बर्डर हो है, जयगाउँ इन्डिया साइड जयगाउँ हो। अनि आज धन्दा मन्डे हो र त्यति साह्रो भिड छैन रहेछ, किनभने मन्डे प्रायः जस्तो दोकानहरू बन्द हुन्छ जयगाउँमा। सो यो चाहिँ जयगाउँ भयो होइन। अब हामी त्यहाँबाट छिरेपछि चाहिँ भुटानको भित्र छिर्छौँ, चेन्जेस हेर्नु है। ल त्यो के भन्छ, गेटमा बसेको पुलिसहरूको बनाउनु चाहिँ एलाउड छैन रहेछ होइन, कसरी पस्यो भनेर। तर यहाँ भित्रदेखि चाहिँ एलाउड रहेछ। जस पुलिसहरू भएको ठाउँमा चाहिँ उनीहरूको ठाउँमा चाहिँ मिल्दैन भनेर रहेछ। सो यो चाहिँ हो भुटान गेटभित्र छिरिसक्यो है। मेरो भिडियो डिलिट गर्न पर्यो होइन, त्यसले गर्दाखेरि। ल यस्तो छ, अब खासै भित्र चाहिँ भिडियो बनाउनु नमिल्ने रहेछ होइन। ल यो चाहिँ म बाहिर निस्किसकेँ भुटानको। अनि यस्तो छ, भित्र चाहिँ अलिक स्ट्रिक्ट नै रहेछ है, भिडियोहरू बनाउनु नमिल्ने रहेछ क्यारे हुन्छ। अब भरे एक्जिस्ट गर्दा नि म तपाईँहरूलाई भिडियो बनाएर देखाउँछु है। अहिले चाहिँ म मेरो बाबाको दोकानमा जाँदैछु। यो चाहिँ मेरो बाबाको दोकान हो, भैया हुन्छ अहिले चाहिँ। ल फर्केर एक्जिस्ट गर्ने चाहिँ यस्तो छ होइन, भिडियो चाहिँ बनाउनु दिँदैन है भुटानको, यस्तो छ। हुन्छ, मेरो भिडियो यतिमै एन्ड गर्छु म, बाई बाई।